कर्मशाला खबर केन्द्रहरूतिर उपसभापति सदस्य अध्यक्ष गोर्खा सातको अवतार जिल्ला समिति सदस्य जबले यहाँ आंसुले उपस्थित कोरियोग्राफी जमुना प्रधान र आसाममा सबैभन्दा चर्चित नचिन्ने आसाम भन्ने पनि छैन र उहाँ हर क्षेत्रमा हामीलाई प्रत्येक सङ्गठनलाई यहाँ हिमाचल र साथै 29 जना जुन कर्म आज कर्मशाला भइरहेको छ हामीले आज यो आँगनमा 7 दिनको जुन हाम्रो माननीय कार्यकलापको प्रदर्शन ट्रेनिङ लिएर हामी आज धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र एउटा कुरो इङ्ग्लिसमा भनिन्छ पैसा हुँदैन किन साथै गोर्खाको जुन त्यसमा धेरै धेरै नै म हाम्रो बहिनीहरूलाई धन्यवाद टक्राउँदैछु र यस कार्य नृत्य जुन हाम्रो सामाजिक नृत्य हो त्यसलाई हामी अगाडि बढाउने काम गर्नुपर्छ र सबैले मिलेर जे सकिन्छ जस्तो सकिन्छ हाम्रो माने संस्कृतिलाई अगाडि बढाउने हामीले काम गर्नुपर्छ। अरू हाम्रो केन्द्रका जुन दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले पनि गर्छु र त्यसरी नै अगाडि पनि हामीलाई मार्गदर्शन गरिरहनु भनेर म र यो यतिकैमा टिक्न चाहन्छु। धन्यवाद। हाम्रो केन्द्र समितिले बोलेपछि जिल्ला नबोले पनि हुन्छ र ज्येष्ठ यहाँ हुनुहुन्छ र ज्येष्ठ गणहरू नेपाली साहित्य सभाको ज्येष्ठ गणहरूलाई देख्दाखेरि अखिलेशन गोर्खा छात्र सङ्घले अन्तर्बाट नै गौरव गर्छ। किन गौरव गर्छ भने गोर्खा छात्र सङ्घले मनमा के चिताउँछ भने नेपाली साहित्य सभा र गोर्खा सम्मेलनमा हाम्रा बौद्धिक महलहरू छन्, जान्ने बुझ्ने व्यक्तिहरू छन्। उहाँहरूले हामीलाई नाच्न गाउन मात्रै होइन संस्कार संस्कृतिको साथसाथमा हाम्रो जीवन शैलीलाई पनि अगाडि बढाउनुहुन्छ, कसरी जिउनुपर्छ भन्ने त्यो ज्ञान दिन सक्ने क्षमता भएका व्यक्तित्वहरू नेपाली साहित्य सभामा र गोर्खा सम्मेलन जस्तो पवित्र मञ्चमा छन्। किन छात्र सङ्गठन भन्ने त युवा प्रजन्मको नेतृत्व गर्ने एउटा सङ्गठन हो, तर नेपाली साहित्य सभा र गोर्खा सम्मेलन भनेको एउटा बौद्धिक महलको एउटा चिन्ताधाराको एउटा सङ्गठन हो जसले हाम्रो। नमस्कार सबैजनालाई। फर्स्ट अफ अल चाहिँ भन्न चाहन्छु कि धेरै धन्यवाद असम नेपाली साहित्य सभा यहाँ मलाई यत्रो ठुलो अपर्च्युनिटी दिनुको लागि र म धेरै नै खुसी छु। यहाँको बहिनीहरू र दिदीहरू पनि मसित कोअपरेट गरेर होइन डान्स गरेर सिकेर मसित धेरै चिजै सिक्नुभयो र म के धन्यवाद भन्न चाहन्छु। जहाँ मलाई राख्नुभएको थियो त्यो सुविधा धेरै नै राम्रो लाग्यो मलाई, जहाँ मलाई यति धेरै माया दिनुभयो र दादाहरू पनि जो मलाई धेरै चिज सिकाउनुभयो र अनि बहिनीहरूलाई पनि यही भन्न चाहन्छु कि तिमीहरू मसित कोअपरेट गरेर मलाई धेरै नै खुसी लाग्यो होइन। अनि यसरी नै अझै सिकेर मसित विज्ञ जुन लियो त्यो लिएर अझै अगाडि बढ भनेर म यही चाहन्छु र यति नै भन्न चाहन्छु। धन्यवाद। क्लोजिङ सेरेमनी का सभा का सभापति महोदय, उपस्थित अनुशास केन्द्रीय समिति का हामीका अग्रज पदाधिकारी, हाम्रा मालवेडा जिल्ला
समितिका सहकर्मी बन्धु र मेरा माधवपुर बडुम्सा नेपाली साहित्य सभा लगायत गोर्खा छात्र सङ्गठनका विभिन्न पदमा रहनुहुने मेरा मित्रबन्धु र माता शक्ति र प्यारा भेरा, यसरी नै हामीले आफ्नो कला संस्कृति जोगाउनु पर्ने हुन्छ। पूर्व वक्ताहरूले भनिसक्नु भएको छ, हाम्रो कला संस्कृति छैन भने हामी आफ्नो परिचय नै दिन सक्दैनौँ र एउटै कुरोलाई दोहोऱ्याइरहनु पनि राम्रो होइन। समय निकै लामो भइसकेको छ, धेरैजना छन् यहाँ वक्ता र म धेरै लामो अपसंस्कृति कविताको नाम छ संस्कृति कि अपसंस्कृति। हामी धेरै संस्कृति बचाउँछौँ, उद्यापनहरू गर्छौँ, या उत्सवहरू गर्छौँ, के अपसंस्कृति भनिरहेको छ। कविता यस प्रकारको म प्राय छन्द कविताहरू लेख्ने गर्दछु। भाव कविता म अलिक कठिन हुन्छ। छैन संस्कृतिमा अरू झन, भाषामा चाहिँ शुद्धता छैन अरे, संस्कृतिमा पनि छैन भन्छ मेरो कविताले है, मैले भनेको होइन। भाषामा शुद्धता छैन संस्कृतिमा अरू झन, पाँचको छौँ अनेकौँ उत्सव परम्परा जोगाउँ। पाँचको छौँ अरे हामी पालन गर्दैनौँ, त्यसलाई हामी पाँचको छौँ के भन्छ त्यो पाँचको छौँ भनेको होइन। पालनलाई पात्नु अरे उद्यापन हो आयोजना, नचाउँछु मञ्चमा बाला पोते छड्के लगाइकन। छड्के पोते लगाएर हामी सानो सानो बालाहरू नचाउँछौँ, त्यो चाहिँ हाम्रो अपसंस्कृति हो भनेर म भन्दैन। यो कविताले भन्दै थिएँ नराम्रो नपाउनु, यहाँ धेरै बालाहरूले पोते लगाउनु भएको छ र यो पोते लगाउने परम्परा चाहिँ हाम्रो अगाडि कस्तो थियो उहाँ ठुल्ठुला दिदीबहिनीहरूलाई थाहा छ होला। र यो हाम्रो सीमाका छन् उनका निज गहना, चोली फरियाका नारीको बाराको जामा पहिरे पनि बच्चाहरूले जामा लाउने गर्थे। अर्को आयो हाम्रो भाषामा, उहाँ भाषा भने भन्छौँ बोल्दैनौँ, कोही लाग्ने हामी गरेनौँ, हामीले भाषा बोलेनौँ। कति भए पठन पाठन, कति साहित्य लेखिए, भाषामा मिश्रित वक्तव्य, भाषा मिश्रित वक्तव्य लेखाइमा पनि देखिए। वक्तव्यमा पनि आफ्नो निजी वर्षले कहिले पाउनु पर्छ हामीलाई थाहै हुन्न। यो कविता यही भन्छ हामीले संस्कृति। समापन सभाका सभापति र उपस्थित साधन र परिशिक्षिका जमुना दिदी एवंलाई नमस्कार। म रितिमा छेत्री, म बडुम्साबाट। मलाई मतलब यति फर्स्ट अफ अल आई वान्ट टु थ्याङ्क टु जमुना सिस्टर, किनकि हामीलाई धेरै नै रहर थियो मारुनी नृत्य सिक्नको लागि। त्यही भएर म चाहिँ जमुनालाई धन्यवाद दिन चाहन्छु पहिला। अनि दोस्रोमा म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ पहिला जब जमुना दिदी आउनुभयो त्यसखेर मैले जमुना दिदीलाई अर्कै नजरले हेरेँ होइन, त्यसको लागि सरी। अनि पछि सिक्दै जाँदाखेरि दिदीसँग बोल्दै जाँदाखेरि थाहा भयो कस्तो हुँदो रहेछ, राम्रो हुँदो रहेछ, फ्रेन्डली टाइप होइन। अनि हाम्रो धेरै इच्छा थियो मारुनी सिक्नलाई, सो दिदी यहाँ उपस्थित भएर हामीलाई सिकाइदिनु भयो। अनि दिदीलाई यहाँ ल्याउनको लागि पनि धन्यवाद भन्न चाहन्छु सबैजनालाई। थ्याङ्क यू। केन्द्रीय समितिको उद्योग असम नेपाली साहित्य सभा मार्घेटा जिल्ला समितिको तत्वावधान र माधवपुर बडुम्सा असम नेपाली साहित्य सभाको उद्योगमा गत 1 मई 2026 देखि भइरहेको गोर्खा सांस्कृतिक मारुनी नृत्य कर्मशाला समापन सभाका सभाध्यक्ष, उपस्थित केन्द्रीय उपसभापति, जिल्ला समितिका सम्पूर्ण कर्मकर्ता र माधवपुर बडुम्सा शाखा समितिका सचिव, जिल्ला समितिका